हेलो गाइज, आज चाहिँ हाम्रो फुल पूजा छ। अनि म चाहिँ नुहाएँ बिहान उठेर। अनि अहिले चाहिँ हल्का मेकअप गर्न लाग्छु, क्रिम मात्र लगाएको। अहिले चाहिँ गाइज हामी चाहिँ कुल मन्दिर जान लाग्यो। आज चाहिँ हाम्रो छेत्री ड्रेस सल्लु दिदी हाम्रो छेत्री ड्रेस। अनि यहाँ चाहिँ ट्रेडिसनलै हो, साडी कुर्ताहरू पनि। आज चाहिँ कुल पूजा, यहाँ पनि कुल पूजा हो। एक वर्ष सबैको मलाई के छ भने गाइज कुवर सबैको त्यो थर अनुसार हुन्छ हो। सो फ्रेस हावा आइरहेको। फाइनली गाइज हामी चाहिँ कुल मन्दिर आइसक्यौँ। फेरि के लाउँछ यार। नो प्रब्लम गाइज, हु विल नोटिस दिस। नो वान आइया ओइ। ऊ हाम्रो चाहिँ कुल मन्दिर यही थियो, यही थियो। छेत्रीकै लाहान बेचो फुल पकाइ। हाम्रो कुल मन्दिर है। आज सबै कुँवरै कुँवर हो गाइज। प्राउड टु बी छेत्री। ओइ बोका बोका हाम्रो घरमा नि थियो, कराहा कराही। कति ठुलो हो त्यो, के हो? हाँ मम्मी बोका ठुलो हुन्छ। बिचारा सबै काटिङ गराउँछ। के थाहा तिमीहरूलाई? ए गाइज माइनी लाउँछ, अब काटेर खानु पर्यो। नमस्ते गाइज, यहाँ त्यस्तो चप्पल चोरी हुन, चप्पल चोरी हुन। सबै कुँवरै बिर्को बन्द गर्न। हामी चाहिँ एउटा मन्दिर पूजा गरेर भ्याएँ। म बाटोमा जाँदैछौँ। यता हेर्नु मेरी दुआ है सजदा तेरे अब कस्तो थाहा
जग्गा फक्त हरेक जग्गा हामी चाहिँ एउटा साथीलाई भेटाउँछ भनेको कहाँ होला यो अघि त यहीँ थियो यार आउँछ खोज अयो बा यस्तो लाग्छ लाइक गाइज फेरि राखिदिनु जान सारांशलाई बनाउने आम्बो डेन्जर नाच्छ अब तिम्रो निकाल नाच्छ बर्थडेको भ्लग हेरेको नि 1 आवर चप्पलमा धरी एउटा रगत लाए हामी चाहिँ लास्टै बोक्लाएर खान जानु लाग्यो कि आइया हजुर अबे रक्तचाप कल्यो 6-7 लेख्ने हेरी गाइस खिच्दै छ यार बोथ भ्लगर इन वान फ्रेम प्लिज मैले केही पोस्ट गरिदिनुहुन्छ भने हामी सानोदेखिको भ्लगर होइन विज्ञप्ति गोरमा लाइदिमा हेर्नु होला है हाँसेर पाउनु होला हेरि म त हाल्दैछु हेलो गाइस युट्युबमा छ हेर्नु होला अब दोकान पुगेपछि गाइस हामी चाहिँ थ्याङ्क यू आमा बाई बाई हामीलाई चाहिँ यहाँ फ्रीमा पानी दिनुभयो चिनेको मान्छेहरू त रहेछ नि त अनि है अनि हामीले चाहिँ दुईवटा कुरकुरे बाई बाई यहाँ पुरै पानी चुयो के करेन्ट कुरकुरे अनि ओइ वाइ वाइ अनि गजब कुरकुरे मानो है काट है किन किन हाँ
डेन्जर टाढा खा वहाँ गएर त भ्याइन्छ होला है डेन्जर टाढा खा क्या मन्दिरमा यस्तो गरेर नजाम आधी बाटोमा बस्नु क्या सब के धारी बस्ने ठाउँमा बस्छन् तिनीहरू बसेर होला त्यहाँ बस्ने ठाउँ थियो त त्यो बरुनहरू बस्छ त्यहीँ बस्छ हुन्छ बस्छ नि साइडमा बस्ने ठाउँ छैन बस्छ न अनि माथि बस्नु क्या आधी बाटोमा खोज्दै आउला नि फेरि त्यही त हो चौध हाल्नु पऱ्यो पानी पनि नखाइ मैले यस्तो खाइदिएँ गाइस पानी खाऊँ न पानी उता हात बस्नु जाऊ लियो त लियो है लौसँग त ओहे अनि कपाल त कपाल हेर हामी त बसेको भेट्न लाग्यो गाईहरू हेर्नु त प्याकेट यत्रो छ यहाँ कसले खाएर दियो गाईहरू यत्रो प्याकेटमा यति आएको है गाईहरू यहाँ चाहिँ खाएन केही नि खाएन गाई त बाटोमा त तिमीहरू खाऊ for you तिमीहरू दुइटा खाऊ one for you both for me बाई हम चाहिँ खाएर भ्यायौँ अब चाहिँ हिँड्दै खाऊँ हामी hello guys hey stand hey stand one there तर आधी बाटै छ क्या अब त्यो मन्दिर पुग्नु अब देखेको नि छैन कि यहाँबाट गाईहरू यति टाढा अनि अब वहाँ भोज हुन्छ हाम्रो घरमा नि हुन्छ there will be like here क्याट्रिन छ हाम्रो घरमा नि क्याट्रिन भयो कहिले आज आज हो हाम्रो भोलि हो बनाएन तिमीहरूको हो त हाम्रो भोलि हो गाईहरू हिँड्न झाला है ट्याक्सी किन भयो त्यो गाईहरू हिँड्न पैसा हुँदैन यहाँबाट उहाँ जानको 100 रुपियाँ लिन्छ ल बाई बाई गाइस चार्ज पनि सक्यो अरू केही इभेन्ट भयो भने चाहिँ म त्यहाँ आउँछु भिडियो बाई स्थिति कविता मैले यस्तो गर्न जाने गाइस बोकुको रगत चिनो आऊ न यता आऊ न कसले खाइदिएको हो कि मेरो यो आऊ न कति हान्छौ भयो यो
गजबको बिरु लिएर दिएन कम जानी लाग्दैन त सम्झे छैन यार गाइस हाम्रो चाहिँ यो खाजा हो चाहिँ घर आइसकेँ उहाँबाट अनि मेरो हालत चाहिँ यस्तो भइसक्यो हे दस सन्चै हुनुहुन्छ ठिक छ प्राप्तिहरूसँग हाई भन्नु हाई नमस्ते नमस्ते चाहिँ जापानिज है गाइस नेपाली पनि आउने रहेछ है खासै त होइन अलिअलि कुल पूजा मन्दिर जान्छु कसरी नेपाली बोल्न आउने है गाइस म चाहिँ उठेबाट बसेको पनि छैन काम गरेको गरेछु है कपाल पनि के भएको यस्तो फेरि गाइस यहाँ चाहिँ कति 3-4 बजिसक्यो हे भगवान् भाइरल चोकोलेट मनपर्छ चोकोलेट मनपर्छ भनेर दिनुभएको गाइस यहाँ चाहिँ हुँदैन हजुर छिटो होला न 2 4 6 अहिले हाम्रो नि हामीले ल्याएको एउटा खाम एउटा खाम अनि पछि बेलुका बाडाउनु के
परिचय दिनुहोस् नेपाली भाषामा परिचय दिनुहोस् परिचय 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 राख्नु मेरो नाम हारदा हो म जापानिज हुँ अहिले काठमाडौँमा नेपाली भाषा सिक्दैछु म लक्ष्मणको साथी 20 वर्ष अगाडिबाट तपाईँलाई भेटेर खुसी लाग्यो धन्यवाद गाइस म चाहिँ धेरै कुरा गरेँ जापानिजसँग पन्यु दिनु रे पन्यु क्या भात हाल्ने पन्यु अरे यो